हजुर, जुम्ला जिल्ला हिमा गाउँपालिका दाजु गाउँ घर भई हाल बिरानो मुलुक भारतको कुल्लु मनालीबाट दान बहादुर भिटालुको पहिलो देउला वाचन। म त परदेशी, कृपया सबैले माया गरिदिनु होला। अब त रमाइला होलान् लेख र गाउँ बेसी, कहिले जाउँला गाउँघरतिर आफू त परदेशी, कहिले जाउँला गाउँघरतिर आफू त परदेशी कठै कठ। दुखारीलाई सुख भन्ने कहिल्यै दिन आएन, कर्मको दुखारी रहेछु एकै थोक पाइन, कर्मको दुखारी रहेछु एकै थोक पाइन कठै कठ। काम गर्दै हाडमासु मेरो गली जाने हो कि, कहिले काहीँ परदेशमै जीवन ढली जाने हो कि, कहिले काहीँ परदेशमै जीवन ढली जाने हो कि। उकालाको बाटोपन भिरैलो ठाउँपन, बस्नै नपाइने भयो जन्म्याको गाउँपन, बस्नै नपाइने भयो जन्म्याको गाउँपन कठै कठ। आश भयाको भुल्न गरे भाग्य नटाडिए, मेरा चल्ने गन्तव्यमा काँडा नबाडिए, मेरा चल्ने गन्तव्यमा काँडा नबाडिए। रुवाउने आफन्त भन्दा सत्तुर हुनु जाति, जिउजुरी बाँचनु भन्दा मरि जानु जाति, जिउजुरी बाँचनु भन्दा मरि जानु जाति कठै कठ। कति होला शरीरमा लाग्याको तागत, सबैबाट टक्कर खाया टाढी यहाँ अब त, सबैबाट टक्कर खाया टाढी यहाँ अब त कठै कठ। पैसाले जिन्दगी मेरो काप रोकिने हो, जे देला सजाय दैव त्यही त भोगिने हो, जे देला सजाय दैव त्यही त भोगिने हो कठै कठ। हजुर धन्यवाद। यसै गरी यो गीत मार्फत सम्झना गर्दा सर्वप्रथम यो धरतीमा जन्म दिने आमा बुबालाई र मेरो घर फ्यामिली र मेरो इष्ट मित्र म दान बहादुर भिटालु चिन्न नचिन्नु हुने सम्पूर्णलाई धेरै सम्झिरहेको छु भन्नुभएको छ। यसै गरी म सुरेन्द्र विश्वकर्मालाई मिठो माया र लामो सम्झना भन्नुभएको छ। हस्त धन्यवाद भाइ धनबहादुर, तिमीलाई पनि थ्याङ्क यू सो मच।